न बर्खासीको पत्र आएको छैन। त्यो प्राधिकरणले आएर मलाई व्यक्तिगत रूपमा पठाएको छैन। हजुर, तपाईँ आज प्राधिकरण त जानु भएन? प्राधिकरण कुलमानलाई बढी चढायो। कसले चढायो? मारवाडी र नेताहरू मिलेर। सम्पत्ति छानबिन गर्नुपर्छ। यो मान्छे आउनुपर्छ हामीलाई। कसले लिलिमा कुलमानले लिलिके बालेले लिलिके अर्को सम्पादनले लिलिके आउँदै गरेको राजाले ए अनि जुन आज साँझ चाहिँ मन्त्रीज्यूले त पुष्टि गर्नुभयो तपाईँलाई बर्खास्त भएको भनेर, तपाईँ अब के गर्नुहुन्छ? अब हामी कानुनी बाटो पनि जाने के भन्ने छलफल गर्दैछौँ। हजुर, पत्रकार भएर चाहिँ हामी कुलमान किसिमलाई 1000 नम्बरले चाहिँ हामी उहाँलाई सम्मान गर्छौँ। 1000 हुन्छ भने कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाएपछि रासोपाका सभापति रवि लामिछानेले मौन रहेर जुन क्यान्डल बालेर साङ्केतिक विरोध गरेका छन् भने बत्ती निभाएर कुलमान घिसिङलाई चाहिँ साटिदिनु भएछ। मलाई लागेको थियो उहाँले कहिले साट्नुहुन्छ, कुन दिन चाहिँ आफ्नो असली रूप चाहिँ देखाउनुहुन्छ। दर्शनमा हेर्नुहोस्, जुन काठमाडौँका मेयर बालेन शाहले पनि कडा स्ट्याटस लिएका छन्। एकचोटि सिंहदरबार जलाइदिन्छु भनेर कडा स्ट्याटस लेख्नु भएको थियो भने अहिले चाहिँ झन् जुन सरसफाइ कर्मचारीहरूले तलब नपाएको र यदि 1 हप्ताभित्र तलब नदियो भने टुकुचामै गाडी च्यानलमा पहिले हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक सेयर। कुलमान घिसिङलाई पदबाट सत्ताच्युत गरेपछि जुन हितमान देवसाक्यलाई राखिएको छ र विभिन्न स्वतन्त्र व्यक्तिदेखि धरानका मेयर हर्क साम्पाङ, काठमाडौँका मेयर बालेन शाह र ज्ञानेन्द्र साई जस्ता दुर्गा प्रसाई जस्ता धेरै व्यक्तिहरूले आफ्नो अभिव्यक्ति राखेका छन्। हेर्नुहोस् जस्ताको तस्तै मलाई लागेको थियो उहाँले कहिले साट्नुहुन्छ, कुन दिन चाहिँ आफ्नो कुलमानलाई बढी चढायो। कसले चढायो? मारवाडी र नेताहरू मिलेर। हिजो राजाका पालामा हिजो राजाका पालामा के थियो पनि कडा स्ट्याटस लिएका छन्। एकचोटि सिंहदरबार जलाइदिन्छु भनेर कडा स्ट्याटस लेख्नु भएको थियो भने अहिले चाहिँ झन् जुन सरसफाइ कर्मचारीहरूले तलब नपाएको र यदि 1 हप्ताभित्र तलब नदियो भने टुकुचामै गाडिदिन्छु, जिउँदै गाडिदिन्छु भनेर पनि कडा अभिव्यक्ति र स्ट्याटस दिएका छन्। विगत 9 महिनादेखि कर्मचारीहरूले तलब नपाएको र अब यो सरकारले ज्यादती गरेको भन्ने पनि खुलेको छ। हेर्नुहोस्, 3 महिनादेखि तलब नपाएको अब तिमीहरूलाई धेरै भइसक्यो, सरकारले अति गर्यो, अब सीमा नहेरै बोल्नुपर्छ भनेर 1 हप्ताभित्र तलब नपाएपछि टुकुचामा गाडिदिन्छु, जिउँदै गाडिदिन्छु भनेर पनि कडा स्ट्याटस लेख्नु भएको छ। दर्शकहरू हेर्नुहोस्, यसरी कुलमान घिसिङलाई हटाएपछि अब धेरै व्यक्तिहरूलाई यो केपीको सरकारलाई ढाल्नको लागि जुन अब नेपालका उज्यालो नायक भनिन्थे, उज्यालो नायक नेपालका पात्र कुलमान घिसिङलाई हटाएपछि बालेन शाहदेखि हर्क साम्पाङ, ज्ञानेन्द्र साई, रवि लामिछाने, दुर्गा प्रसाई धेरै स्वतन्त्र व्यक्ति लिएर हरेक सबै पार्टीहरूले आफ्नै शैलीमा विरोध गरेका छन् भने एमाले मौन रहेको छ। दर्शकहरू यसरी चर्चामा रहेका बालेन शाहले केपी ओलीसँग टक्कर गर्दै अहिलेसम्म आइरहनु भएको छ। हर्क साम्पाङले के भन्नुभएको छ? राम्रो काम गर्नेलाई निकालेर सरकारले सेवासी कमायो, सेवास अब प्राधिकरणलाई घाटामा लगेर लिलाम गरी व्यापारीलाई पोसाऊ, देश बेचेर पिकनिक खान पल्केकाहरूलाई सेवासी दिनै पर्छ। हो दर्शकहरू, कडा स्ट्याटस आयो जुन धरानका मेयर हर्क साम्पाङको।
यी पिकनिक खान पल्केकाहरू, घुसखोरी दलाल भ्रष्टहरू देशै बेचेर पनि पिकनिक खानेछन्, आफ्नो आमालाई बेचेर पनि रमाउनेछन्, आफ्नो अस्मिता बेचेर पनि कमाउनेछन्। हरेक स्ट्याटस दिँदै आइरहनु भएको थियो, तर नमानेर हटाएरै छाडे कुलमान घिसिङलाई। दर्शकहरू, उहाँको पद नसकिँदै अगावै निकालिएको छ, जुन त्यो मान्छे आउनुपर्छ हामीलाई। कसले लिदिमा उनीहरूले लिदिके बालेले लिदिके घरको सम्पादन लिदिके आउँदै गरेको राजाले हामी कुलमान घिसिङलाई 1000 नम्बरले चाहिँ हामी उहाँलाई चाहिँ मलाई सम्मान गर्छौँ। 1000 हुन्थ्यो भने कर्मचारीहरूले तलब नपाएको र अब यो सरकारले ज्यादती गरेको भन्ने पनि खुलेको छ। हेर्नुहोस्, 3 महिनादेखि तलब नपाएको, अब तिमीहरूलाई धेरै भइसक्यो, सरकारले अति गर्यो, अब सीमा नहेरै बोल्नुपर्छ भनेर 1 हप्ताभित्र तलब नपाएपछि टुकुचामा गाडिदिन्छु, जिउँदै गाडिदिन्छु भनेर पनि कडा स्ट्याटस लेख्नु भएको छ। दर्शकहरू, हेर्नुहोस्, यसरी कुलमान घिसिङलाई हटाएपछि अब धेरै व्यक्तिहरूलाई यो केपीको सरकारलाई ढाल्नको लागि, जुन अब नेपालका उज्यालो नायक भनिन्थे, उज्यालो नायक नेपालका पात्र कुलमान घिसिङलाई हटाएपछि बालेन शाहदेखि हर्क साम्पाङ, ज्ञानेन्द्र साई, रवि लामिछाने, दुर्गा पसाई धेरै स्वतन्त्र व्यक्ति लिएर हरेक सबै पार्टीहरूले आफ्नै शैलीमा विरोध गरेका छन् भने एमाले मौन रहेको छ। दर्शकहरू, यसरी चर्चामा रहेका बालेन शाहले केपी ओलीसँग टक्कर गर्दै अहिलेसम्म आइराख्नु भएको छ। हर्क साम्पाङले के भन्नुभएको छ? राम्रो काम गर्नेलाई निकालेर सरकारले स्याबासी कमायो, स्याबास, अब पराधिकरणलाई घाटामा लगेर लिलाम गरी व्यापारीलाई पसाऊ, देश बेचेर पिकनिक खान पल्केकाहरूलाई स्याबासी दिनै पर्छ। हो दर्शकहरू, यो कडा स्ट्याटस आयो जुन धरानका मेयर हर्क साम्पाङको। यी पिकनिक खान पल्केकाहरू, घुसखोरी दलाल भ्रष्टहरू देशै बेचेर पनि पिकनिक खानेछन्, आफ्नो आमालाई बेचेर पनि रमाउनेछन्, आफ्नो अस्मिता बेचेर पनि कमाउनेछन्। हरेक स्ट्याटस दिँदै आइरहनु भएको थियो, तर नमानेर हटाएरै छाडे कुलमान घिसिङलाई। दर्शकहरू, उहाँको पद नसकिँदै अगावै निकालिएको छ, जुन हितमान दीप साक्यलाई राखिएको छ। आदरणीय दर्शकहरू, तपाईँहरू विश्वभरि कहाँ खण्डबाट हेरिरहनु भएको छ, च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला। हेर्नुहोस् दर्शकहरू, हर्क साम्पाङले के पनि थपेका छन्, कुलमानजी चिन्ता नलिनुहोस्, अब एउटा दल खोलेर मन्त्री बन्नुपर्छ, राजनीतिक निर्णयभन्दा ठुलो हुँदैन, कर्मचारीको कर्म, राजनीतिमा आउनुहोस्, एक्लै नकुद्नुहोस्, फेरि अरू दलमा नि नछिर्नु, फुरुङ्ग बनाउलान् भनेर एउटा सल्लाह सुझाव पनि दिनुभएको छ।
अब दल खोल्नुपर्छ, अब प्रधानमन्त्री बन्नुपर्छ। उज्जवल नायक नेपालका व्यक्ति अब देशकै नायक बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ, कुनै पनि दलमा नछिर्नु, बरु तपाईँ हामी मिलेर जाऊँ भनेर पनि एउटा अनुरोध र सल्लाह सुझाव पनि गर्नुभएको छ। तपाईँहरू विश्वरोग परिकार कुण्ठबाट हेर्नु भएको छ। च्यानललाई सब्सक्राइब गर्दै आफ्नो विचारमा लागेका अभिव्यक्तिहरू कमेन्ट बक्समा छोडिदिनुहोस् र आजको भिडियो एकदमै एक्सक्लुसिभ पनि रहेको छ। च्यानलमा पहिले हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक, सेयर